अनेस्टली अहिले नै भन्नुहुन्छ भने कोभिडको बेला पनि सोचेको राइट नाउ अहिले बजेट छलफल भइरहेछ व्हाट वी आर प्रिचिङ मलाई फेरि नेपालको अगाडि आउँदा बोले जस्तो हुनेको त्यस्तो भन्न खोजेको होइन वी आर स्टिल स्ट्रगलिङ टु प्रोभाइड एटलिस्ट one public health officer to each of the local government 40-42 करोड जति चाहिएको रहेछ 753 मध्ये सबैलाई चाहिएन किनभने महानगर र उपमहानगरमा चाहिएन नगरपालिका र गाउँपालिकालाई मात्रै सोच्दा अराउन्ड 700 पालिकामा चाहिँ एउटा मिनिमम पब्लिक हेल्थको क्याडर चाहिन्छ भन्ने हामीले रियलाइज गरेका छौं वी आर वर्किङ अन इट त्यही भएर अब सबै सम्भव हुँदैन होला मैले चाहिँ समरीमा के भन्छु भने च्यालेन्जेस छन् त्यो एक्नोलेज गर्नै पर्छ चुनौती सकिएका छैन पब्लिक हेल्थका च्यालेन्जेस पनि छन् ओभरअल सिस्टमका स्ट्रक्चरका च्यालेन्जेसहरु छन् जहाँ पोलिसी ग्याप छ त्यसलाई एड्रेस गर्दै जाने हो एउटा मात्रै कुरा तीन तहको सरकार हुँदा त्यही पोलिसीलाई कपी पेस्ट त्यही पोलिसीलाई डुप्लिकेसन त्यही पोलिसी बनाउन फेरि अर्को कन्सर्नेन्ट प्रदेशमा पालिकामा व्हिच इज रङ हामीले रिसोर्स एक्सप्लोइट गरिरहेका छौं संघले दिएको पोलिसी भित्र कन्टेक्स्ट स्पेसिफिक फोकस जस्तो कि म जोड दिन्छु नारायणपुरमा मलेरियाको प्रब्लम छ